हेलो साथीहरू, जिन्दगीमा हरेक गरेर खानुपर्ने यसको पार्ट 1 अर्को च्यानलमा हालिसकेको थिएँ र फेरि पनि मैले यही कोदो कुटेको ल्याएको छु। साथीहरू, संसारमा सबैभन्दा बढी धेरै मेहनत लाग्ने र धेरै काम गर्नुपर्ने जस्तो लाग्छ यो कोदो कुट्न। हेर्नुहोस्, यसलाई यसरी कुट्नुपर्छ। रोप्दाखेरि उत्तिकै मेहनत चाहिन्छ, उत्तिकै बल चाहिन्छ। अनि ठुलो हुँदाखेरि त्यसलाई स्याहार गर्नुपर्छ। अहिले आएर यसरी टिपेर यसरी आगोमा सुकाएर यसरी हामी कुट्छौँ अनि यसकै भाउ हुँदैन। संसारमा अनेकै हुन्छन् कामहरू, तर ती अनेक काममध्ये एउटा काम हो यो काम मलाई एकदमै जटिल लागेको। साथीहरू, तपाईहरू पनि यदि जटिल काम के हो भन्दाखेरि अरू नै भन्नुहुन्छ होला, तर मैले चाहिँ यसरी नै यो काम नै जटिल लाग्छ। अहिले हामीले कोदो कुटिरहेका छौँ, बुवा मम्मी दाइ भाइ देवाहरू मिलेर। यो चाहिँ हाम्रो गाउँघरको लोकल कोदो हो। खोटाङ जिल्लाको बोपोङ भन्ने गाउँमा यसरी हामी कुटिरहेका छौँ। साथीहरू, अनेक अरू गाउँमा पनि कुट्न त, तर मैले देखेको छुइनँ। यदि तपाईहरूलाई यो कोदो कुट्न सजिलो हुन्छ या अप्ठ्यारो हुन्छ कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस्। यदि यस्तो किसानलाई मन पर्छ भने एक लाइक एक सब्सक्राइब गरिदिनुहोस्। यसरी धुलो खाँदै हामी कुटिरहेका छौँ, गरिरहेका छौँ। अहिले धुलोले हामी रुखा मर्की लाग्छ। यो धुलोले हाम्रो मुखै तितो न तितो बनाइसक्यो। यो कोदोले हुने भनेको जार रक्सी मात्रै हो। यो जार खानेहरूको लागि अनि ढिँडो पनि हुन्छ। ढिँडो चाहिँ औषधि पनि हो। यो खाँदाखेरि हाम्रो स्वास्थ्यमा राम्रो हुन्छ। यसको झन्झट धेरै नै छ। यसलाई कुटिसकेपछि अझै भुसहरू एकपट्टि र दानाहरू एकपट्टि राखेर पछि पकाइसकेर जार रक्सी बनाउने हो। अनि खाने हो भने मिलमा लगेर कि पिसेर हुन्छ, खानुपर्ने हुन्छ। कोदो यति झन्झट हुन्छ कि तपाईँहरूको यसको काम देख्नुभयो भने के गर्नुहुन्थ्यो र। तर हामी भनेको किसान हौँ, किसान नगरी खान पाइँदैन। त्यसैले